सन्दीप र सुजिताको प्रेम कथाले वर्षौं पुरानो जरा गाडेको थियो। स्कुले जीवनदेखि नै उनीहरूको मन नजिक भए पनि ओठले कहिले त्यो कथा सुनाउन सकेन। सन्दीपले सुजातालाई मन पराउँथ्यो, तर उसका मनमा भित्री शब्दहरू कहिले आवाज बनेर निस्किएनन्। सुजिताले पनि सन्दीपलाई मन पराउँथे, तर कहिले खुलस्त भन्न सकिन। समयले ती दुईलाई भिन्न भिन्न बाटामा धकेल्यो। सुजिता उच्च शिक्षा र करियरको खोजीमा सहर हिँडिन्, सन्दीप भने गाउँमै रह्यो। बिचका वर्षहरू मौनताले काटिए, कतै कुनै सन्देश आदान प्रदान भएन। तर माया, त्यो त मौनताभन्दा परको कुरा थियो। एक दिन वर्षौंपछि सुजाता गाउँ फर्किन्, तर यो उनको स्थायी फर्काइ थिएन। भोलिपल्ट उनको बिहे थियो। विवाहको तयारी घरभरि चहल पहल थियो, तर उनको मनभित्र कुनै उत्साह थिएन। सन्दीपलाई यो खबर सुन्दा अचम्म लागेन, किनभने उसले सधैँ सोचेको थियो, सायद हामी भेट्नै लेखेको थिएन। तर यो दिन सुजाता आफै उसलाई भेट्न आइपुगी। सन्दीप, एकचोटि मात्र भनिदिएको भए म पर्खिन्थे। तिमी मौन भयो अनि म अरूको हुन लागे। उनको आवाजभित्र दबिएको दुखाइ स्पष्ट सुनिन्थ्यो। सन्दीप केही बोल्न सकेन। भित्री मनमा गडेर बसेको त्यो अव्यक्त प्रेम, त्यो अबोध डर, ती बितेका अवसरहरू सबै थिचिएर घाँटीमै रोकिए। सुजिता टाढिन लाग्दा उसको मनभित्र बलेको ज्वाला अब दबेर बस्न सकेन। सन्दीप दौडिँदै आयो, सुजाताको बाटो छेकेर पहिलोपटक आफ्ना मनका भावना शब्दमा पुग्यो। सुजिता, संसारमा तिमीलाई माया गर्ने कोही एउटै हुँदो हो त बुझ्नु, त्यो म नै हो। सुजिताको आँखा रसाए, सायद उनी यिनै शब्दहरू सुन्न वर्षौंदेखि प्रतीक्षा गरिरहेकी थिइन्। तर अब समय उनका पक्षमा थिएन। रेल स्टेसनमा गाडीको हर्न बज्न थाल्यो। समयले उनीहरूलाई अर्कै चिट्ठिने मोडमा ल्याएर राखिदियो। सन्दीप टोलाइरहेछ। सुजिता बराबर हटिरहेकी छिन्। अन्तिमचोटि फर्केर हेर्दा उनको आँखामा हजारौं भावनाहरू मिसिएका थिए। माया, पछुतो, असहायता। रेल छुट्यो, उनीहरू छुटे।